एनएमबी बैंकको नेतृत्वमा तिला एक जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन। एनएमबी बैंक लिमिटेडको अगुवाईमा कालीकोट स्थित 440 मेगावाट क्षमताको तिला एक जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। एससी पावर कम्पनी प्रालीले निर्माण गर्न लागेको आयोजनाको अनुमानित लागत रु 59.4 अर्ब रहेको छ। यसमध्ये रु 44.55 अर्ब बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुनेछ। एनएमबी बैंक अगुवा बैंक तथा ग्लोबल आइएमई, हिमालयन र प्रभु बैंक सह अगुवा बैंकका रूपमा रहनेछन्। आयोजनाको अध्यक्ष सुसन कर्माचार्य र एनएमबी बैंकका सहायक महाप्रबन्धक दिनेश दुलालले सम्झौतामा हस्ताक्षर गरेका छन्। पीपीए अनुसार आयोजनाले 2087 पुस 15 देखि व्यावसायिक उत्पादन सुरु गर्नुपर्नेछ। निजी क्षेत्रको नेतृत्वमा निर्माण हुन लागेको यो आयोजनालाई जडित क्षमताका आधारमा हालसम्मकै ठूलो आयोजना भनिएको छ। निर्माण सम्पन्न भएपछि पहिलो वर्ष करिब रु 11.4 अर्ब आम्दानी हुने अनुमान गरिएको छ। एनएमबी बैंकले वातावरणीय तथा सामाजिक जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिँदै हालसम्म 50 भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ।